कटुला र खाली चाहिँ नि खुकुरी भेरेर तपाईँको चाहिँ जङ्गलमा ढुङ्गा बोक्छ भन्दैमा त्यो भन्नु खोजा हो कि है 5 जना बडीगार्ड राख्न पाउँछु मैले होइन 5 जना सचिव राख्न पाउँछु एउटा घरमा चाहिँ नि लुगा धोइदिने मान्छे भात पकाइदिने मान्छे राख्न सक्छु मैले त्यो सबै कुरा त्यागेर एउटा बाइक किन्यो अरे किन्छ त नि धरान उपमहानगरपालिकामा आएर होइन खानेपानी व्यवस्थापन बोर्डको लागि कति करोडको सम्पत्ति मैले जोडिदिएको छु त्यो याद गरेछ मान्छेले 35 वर्ष पहिलादेखि तपाईँको ब्रिटिसले ल्याउन नसकेको पानी ल्याइदिएको 98 दिनमा पब्लिकलाई ल है पाइप किनिदियो है भनेर चाहिँ सहयोग उठाएर 2-3 अर्बको सम्पत्ति जोडिदिएको छु अनि 7 लाखको बाइक किनिदिएको कुरा गरेर हुन्छ त्यस्तो गीत नगाउनुहोस् म त्यो भन्न चाहन्छु कुरा गर्ने मान्छेलाई सुशासन त पालना सुशासन कुन सुशासनको कुरा तपाईँ आफै त उदाहरणीय हुनु पर्यो नि त कुन सुशासनको कुरा त कस्तो सरकारी गाडीको दुरुपयोग त गर्न मिलेन कहाँ पार्टीको काममा जाँदा तपाईँले यहाँ मैले सरकारी गाडी लिएर आएँ यहाँ मैले सरकारी गाडी लिएर आएँ लिएर आउन सक्थेँ सरकारको प्रमुख हो बुझ्नुभयो नि सरकारी गाडी सरकार प्रमुखले नचढे चाहिँ कसले चढ्छ त कर्मचारीले कि पत्रकारले तपाईँले चढ्ने हो दिउँ तपाईँलाई चढ्नुहोस् नत्र लेखेर दिउँ भन्दैछु त मैले पार्टी खोल्न पर्यो पार्टी खोल्यौँ पार्टीको काममा मैले कहाँ प्रयोग गरेँ प्रयोग गर्नु कहाँ गरेँ हो त्यही भनेको त कहाँ गरेँ भनेको क्या 6 किलोमिटर उसमा गयो भन्ने कुरा गरेर हुन्छ काँकडभित्र जाँदाखेरि त म निजीमा गएँ होइन निजीमा भन्नाले चाहिँ तपाईँको भाडाको उसमा गयो गाईघाटमा भाडामा आइयो होइन काठमाडौँ भाडामा आइयो त गाडीमा मैले ल्याउन चाहेको भए त ल्याउन सक्थेँ मलाई रोकेर केही पनि हुँदैन यस्ता नाथे 2-4 के को बिल बुझाउने होइन यस्ता नाथे तपाईँको छैन 2-4 प्रश्नलाई मलाई रोक्न सक्छ त उत्तर त म दिइहाल्छु होइन ब्याडमिन्टन जस्तै किड्याम दिइहाल्छु नि त आउने बित्तिकै दिइहाल्छु है यहाँ ल्याउन सक्थेँ क्या मैले मेरो गाडी है यहाँ ल्याउनु भएको छैन तपाईँले किन ल्याउनु मलाई थाहा हुँदैन राज्यको सम्पत्ति दोहन गर्नु हुँदैन भनेर म चाहिँ हिँडिरहेको मान्छे हो त्यसले गर्दाखेरि यहाँ त तपाईँको छैन उहिले मन्त्री त्याग गरेर पनि तपाईँको छैन 2-4 वर्षसम्म त्यही सरकारी गाडी प्रयोग गरेर हिँडेको मान्छेहरू छैन र त्यतातिर पो औँला उठाउने हो त साथीहरूले कसले हो त मेरो साहब यो औँला उठाइरहेको तपाईमाथि विरोधी खेमाको पत्रकारहरू म त्यही भएर भन्दैछु पत्रकारले कहिले पनि पार्टीको आस्था लिनु हुँदैन म तपाईँहरूलाई हाम्रो श्रम संस्कृति पार्टीमा बोलाउँदिनँ है त्यो बोलाउने बित्तिकै तपाईँ मेरो पक्ष पोषण गर्नुहुन्छ क्या मेरोमा स्ट्यान्ड लिनुहुन्छ अरूलाई विरोधी देख्नुहुन्छ उहाँहरू त्यस्तै हो ती जो पनि 2-4 जना पत्रकारले यो कुरा उठाउनु भएको छ नि उहाँहरू पार्टीको पत्रकार हो क्या कोही माओवादीको हुन् कोही कङ्ग्रेसका हुन् कोही एमालेका छन् है उहाँहरूले चाहिँ कताबाट